हामी यहाँसम्म यहाँ सुन्नु हामी यहाँ खानेपानीसम्म नगरपालिका भन्नुहुन्छ मै हो क्या नगरपालिका जे पनि हुन्छ क्या समन्वय गर्दैछु त मैले यहाँ गरेर हुन्छ मेरो साहब समन्वय गर्दैछु त के यहाँ गरेर हुन्छ भन्नु न तपाईँले कति भयो तपाईँलाई याकिन छ हामी ल यहाँ आउनु यहाँ चौतारामा है ल आउनु त कोसँग हुन्छ लु त कोसँग गर्नुपर्ने मैले ल ल आउनु यहाँ टोलको पनि आउनु दुई चारजना आउनुहोस् दाजुहरू आउनु न सबैले गर्ने ल बस्नु न यहाँबाट अब हामी ट्रेन बनाउँछौँ हामी यो खानेपानीकोसम्म बनाउँछौँ त्यहाँदेखि तल तपाईँले जसरी होइन यहाँ सुन्नु धरान 10 पर्छ हाम्रो अब हामी बनाउँछौँ तपाईँसँग पैसा छ त पैसा छ भने बजेटबाट बनाउनु न ल यहाँ के अरे टोलको आउनु त टोलको हेरौँ न त्यहाँबाट उता लाग्छ तपाईँलाई बलजफ्ती गरेको छैन है तपाईँलाई बलजफ्ती गरेको छैन हामी हाम्रो इलाकामा गर्छौँ हाम्रो इलाकामा गर्छौँ त्यहाँदेखि हामी यहाँसम्म यहाँ सुन्नु हामी यहाँ खानेपानीको यो 10 को पर्छ यता सुन्नुहोस् तपाईँलाई मैले रेस्पेक्टै गरिरहेको छु काममा आउनुहोस् नगरपालिकै मै हो गर्नु नि
यो कुरा सुन्ने बित्तिकै उसको भाइले गलत सरकारबाट गर्छु भन्दाखेरि टेन्डरबाट गर्नु भन्ने पैसा नै फ्री गरिदिन्छु भन्दा कर्मदानहरू फ्री हो नि त काम छैन सबै जनता आउनुहोस् हाम्रो लागि यो निश्चित रूपले गर्ने हो यो फाल्ने नै होला नि फाल्ने हो रुम्दा लाँदा हुन्छ रोक्नु लाँदा हुन्छ पैसा पनि त ऊ भयो तपाईँ बुझ्नु नि हो मेयर साहब सुन्नु सुन्नु तपाईँ नगरपालिका भन्नुहुन्छ मै हो क्या नगरपालिका गर्दाखेरि जे पनि हुन्छ क्या समन्वय गर्दैछु त मैले यहाँ गरेर हुन्छ मेयर साहब समन्वय गर्दैछु त के यहाँ गरेर भन्नु हुन्छ खोजेको भन्नु न तपाईँले भन्नु यहाँ गरेर हुन्छ काम रोक्नु तपाईँले के काम गरेर रोक्नु खोजेको तपाईँलाई होइन बलजफ्ती रोकिँदैन है काम भन्दैछु बलजफ्ती नगर्नुहोस् मेयर साहब है बलजफ्ती बलजफ्ती तपाईँले गर्नु पाउनुहुन्न सम्बन्ध तरिकाले गर्नु भएन तपाईँसँग किन मैले बलजफ्ती गर्ने बलजफ्ती त म यहाँ गर्छु ल्याउनु नि यहाँ क्लियर हुन्छ होइन तपाईँसँग त्यस्तो तागत छ भने चाहिँ पल्टाउनु न होइन सुन्नु न ताको सारको कुरा होइन क्या ताको सारको कुरा होइन मेयर साहब होइन त्यो ताको सारको कुरा नआउनु यहाँ आउनु है बल छ भने यहाँ आउनु बल हुने मान्छे यहाँ आउनु झगडा गर्न नआउनु हामीसँग भनेको मैले यहाँ मजाले ट्रेन बनाउने यहाँदेखि उता उहिले गर्ने गर्ने होइन तपाईँको के तपाईँको घरमा अहिले ट्रेन केडेन गएर भत्काएपछि यो घर हो त यो हामी सबैको सुन्नु तपाईँको अनि के कुरा गर्नुहुन्छ घर हो यहाँ त त्यत्रो करोड यहाँ करोडको छैन भएको छ त घरहरू नहुँदाखेरि के कहिलेदेखि हो 2 महिना यस्तै बाँझो बसेको छ यहाँ कसैको घर 2 महिना बाँझो बसेको छ 2 महिना यतिको भएको छ क्या यो ट्रेन चाहिँ पाकिस्तानको हो त हो हाम्रो घर त हामी सबै पाकिस्तानको हो यो तपाईँको वडामा भए पनि हाम्रो वडामा भए पनि गर्ने हामी विकास त हो होइन तपाईँले यति विकास भन्नु कस्तो भन्ने थाहा छ क्या मेयर साहब तपाईँलाई थाहा छ भनिदिनु नि त कसरी गर्नुपर्छ यहाँ भन्नु त उहाँले नि होइन एउटा मेयर जस्तो मान्छे मेयर त मेयर जस्तो मान्छेले होइन अरूजु अब त्यहाँ कसरी गर्नुपर्छ भनिदिनु म भन्दैछु भन्नु भने होइन भन्दै गरेन उहाँले ठ्याक्कसँग चाहिँ यो अब त्यहाँ भूमि सम्मान गर्नु यो ढुङ्गाको लागि त होइन बाटो भयो यो गाडी कहाँ हाम्रो गाडी कहाँ कि तपाईँहरूले 5 वर्ष पछाडि चाहिँ गरिदिने हो त यहाँ हामी गर्नु हो नि नगरपालिकामा पर्छ भने के गर्ने हो सम्पत्ति तपाईँले जाने खाएको कति भयो भन्नु न तपाईँ वडा अध्यक्ष भएको कति भयो भन्नु हुन्छ तपाईँ वडा अध्यक्ष भएको कति भयो भन्नु त थाहा छ भने यतिखेरसम्म के हेरेर बस्नु यतिखेरसम्म के हेरेर बस्नु होइन यहाँ सुन्नु न यतिखेरसम्म कति वर्ष भयो यतिखेरसम्म तपाईँ वडा अध्यक्ष भएको कति वर्ष भयो कति भयो तपाईँलाई थाहा छ तपाईँलाई याकिन छ तपाईँलाई याकिन छ हामीहरूलाई त भोट दिएर आएको मान्छे थाहा छैन अहिलेसम्म के काम गर्नु भएर तपाईँले के काम गर्नु आउनु त म त जनता हो सुन्नु न म त जनता हो मैले गर्ने हो तपाईँ पोस्टमा बसेर जनताले सबै
कहाँ पर्छ त? तपाईँको त हो क्षेत्र परे के गर्नु तपाईँले खै के गरेर बस्नु अहिलेसम्म तपाईँ वडा अध्यक्ष हो खै निरीक्षण गर्नु खै यो के छ हालत हेर्नुहोस् त यो त भत्काउनु यो हालत के छ मेयरले हो। हामी सबैले जनताले गर्छौँ छोड्छौँ तपाईँको पनि मेयर हो हाम्रो पनि मेयर हो तपाईँ गर्नुहुन्न तपाईँ गर्नुहुन्न भत्काइ पनि काम पनि गर्दैछौँ तपाईँ भन्नु जनता एक भयो तपाईँ र जनताको हो देश भनेको जनताको हातमा छैन अब सक्यो पहिलाको यत्रो वर्ष हामीहरूको हेऱ्यौँ अब यस्तो बिहान अब यहाँ पानी टकी खै त जबरजस्ती चाहिँ हामीले गर्नु दिनु तपाईँ पनि आउनुहोस् यहाँ काम गर्नु के गर्नु मिल्दैन यार दुईजनाको अधिकारी झ्याम्पलै चाहिन्छ क्या झ्याम्पल त छैन होला है हाम्रो
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn.